तिहार लागेसँगै घर आँगनमा देउसी भैलोहरू आउन सुरु गरेका छन्। धेरै वर्ष अगाडिको मेरो बाल्यकालको झझल्कोले मनको कुनाहरू चसक्क भएको छ। आज म सहरको बत्तीको झिलिमिलीमा छु, तर मनमा जन्मिएको त्यो प्यारो गाउँ सोल्टाको त्यो दसैँ र तिहारको उज्यालोमा अल्झिरहेको छ। त्यो तिहारको मौसम विशेष गरी मेरा बाल्यकालका साथीहरू र ती मेरा गाउँलेहरूको सम्झनालाई ताजा गराउँछ र अनायासै आँखा रसाएर आउँछ। हाम्रो गाउँको तिहार त्यो रौनक नै बेग्लै। दसैँ सकिएर तिहार आउन लाग्दा सारा गाउँमा मखमली, सयपत्री, फुलहरूको सुगन्ध कस्तो लाग्थ्यो। हामी बालपनका साथीहरू भैलीको टोली बनाउने, नामै लेखेर टोली बनाउँथ्यौँ। त्यो उत्साह आकाश छुने उत्साह हुन्थ्यो। तिहार आउने बित्तिकै सुरु हुन्थ्यो देउसी भैलो। आज हामी बिहान नै जम्मा भएर केही साथीहरू घाटगाउँको भुवाको जात्रा हेरेर आउँथे, केही साथीहरू घरमै उठेका हुन्थ्यौँ। साथीहरू अनिदो भए पनि जुटेर एउटा घरमा जम्मा भएर आज पहिलो सुरुवात कसको घरमा जाने भनेर सल्लाह गर्थ्यौँ। अनि साँझ पर्यो, घर फर्किन्थ्यौँ। घरमा मोमबत्ती बालेर उज्यालो बनाउँथ्यौँ। अनि साँझ फेरि जम्मा भएर भैली खेल्न सुरु। साथी महेन्द्र सम्झिराखेको छु त्यो सुरिलो आवाज, देउसी भट्ट्याउनु। सँगै मैले पनि साथ दिन्थेँ। अनि नवराज अङ्कलको मादल, महेन्द्रको मादल, गोपी र रामुको मादलको ताल सुन्दा अलग्गै आनन्द आउँछ। र दिदी बहिनी भतिजीहरूको त्यो अलग्गै ड्रेसमा हाम्रो भैली नाच, नवराज खड्का भिनाजुको नेतृत्व, अनि टेक्कन दाईको सुन्तलाको बोटमा, अनि सुकेनासको जडो लाग्यो सुन्तलाको बोटमा भन्ने अहिलेसम्म पनि सायद चलिरहेको छ होला त्यो टुक्का। अनि ती गाउँले साथीभाइहरू यस्तो तालमेल हुन्थ्यो, हाम्रो खुसीको लहर नै बेग्लै हुन्थ्यो। याद छ साथीहरू, लक्ष्मी पूजाको दिनमा हामी सबै मिलिजुली घर घरमा दियो बालिसकेपछि त्यो स्वर्गीय आनन्द, कसको घरमा बत्ती धेरैसम्म बल्छ भन्ने। अनि भैली खेल्न जान्थ्यौँ अँध्यारो रातमा। एक घरमा पुगेर भैली खेल्थ्यौँ। बुढापाकाहरू हुन्थे, आहा हेर त हाम्रा छोरा नातिहरू यो पो त भैली भनेर उनीहरूलाई पनि जोस्याएर हामी नचाउँथ्यौँ। अँध्यारो बाटोमा मकैगारी कति मिलेर बस्थ्यौँ, कति मिलेर खेल्थ्यौँ। साँझ पख भयो कि झोला बोक्नेहरूको झगडा है, अनि त्यो रोटी दिएका खानेकुराहरू खानको लागि भएको झगडा, बेग्लै आनन्द, कति माया थियो त्यो झगडामा। साँच्चै भैली सकिएपछि हामीले पिकनिक खान जाँदाखेरिको झगडा, आहा त्यो झगडा कति निस्वार्थ झगडा, फेरि मिलेर कस्तो निस्वार्थ माया, फेरि मिलेर आफैसँगै आउनु। अनि भाइटिकाको दिन सबैले टिका लगाउने र टिका लगाइसकेपछि भैली खेल्नको लागि जम्मा हुँदा कोसँग कति पैसा भयो भनेर, को धनी आज भनेर बहिनीहरूले भनेको
र हामीले नै दिएको पैसा हो भनेको अझै मनस्पटलमा ताजै छ। खास को धनी को गरिब झगडा हुँदाखेरि जित्ने भनेको हाम्रो मित्रता थियो, साथ थियो। आज सहरमा उज्यालो त धेरै छ, पालाका बत्तीहरूमा न्यानो छैन। यहाँ देउसी भैलो त तमाम आउँछन्, तर मेरो गाउँको देउसी भैलो, त्यो आत्मीयता, त्यो मादलको मौलिक ताल, ती दिदीबहिनीहरूको मौलिक पहिरन छैन। हरेक तिहारमा जब मगमग बास्ना आउने सयपत्रीको माला देख्छु, तब मेरो आँखा अगाडि मेरै त्यो जन्म गाउँ, बाल्यकालका साथीहरूको अनुहार आउँछ, जोसँग मिलेर हामीले भैली खेल्यौँ, झगडा गऱ्यौँ, त्योभन्दा बढी माया गऱ्यौँ एकअर्कालाई। कति यादगार क्षणहरू बितायौँ। प्रिय साथीहरू जहाँ भए पनि तिमीहरू सबैलाई धेरै धेरै सम्झना छ। मेरो हृदयमा मखमली फुल झैँ कहिल्यै नओइलाइकन बसेका छौ। मेरा प्रिय गाउँले दाजुभाइ दिदीबहिनी आमा बुवाहरू, त्यो हाम्रो संयुक्त उत्साह, त्यो सहज प्रेम र त्यो निर्दोष हाँसो नै साँच्चीकै तिहार थियो। आज म टाढा छु, तर मनको दियोमा तपाईँहरूको याद सधैँ जलिराखेको छ। काश तिहारमा फेरि एकपटक हामी सँगै मिलेर गाउँको पिँढीमा बसेर सबैका घरका आँगनहरू पुरानो ती मादलहरू निकाल्नेछौँ, ती भाकाहरू फेरि बजाउनेछौँ, ती नै पुराना लुगाहरूलाई टकटक्याउनेछौँ र सुरु गर्नेछौँ फेरि ती हाम्रा मौलिक देउसी भैलोका भाकाहरू। मैले यहाँ नाम भन् प्रिय साथीहरू, मैले यहाँ नाम सबैको वाचन गर्न सकेन, जसको नाम छुट्यो माफ गर्नुहोला। सबैलाई सम्झिराखेको छु, धेरै धेरै सम्झना छ।